हेलो गाइस, नमस्ते। मेरो सानो छोटो मिठो मिनी ब्लगमा है। अनि आज चाहिँ साउने सङ्क्रान्ति है, मेहन्दी लाउनुलाई यसो लगाऊँ भनेर आएको कौसीमा। मौसम चाहिँ फेरि खत्रै भइरहेछ है, पानी परिरहेछ। सिम 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 आन्टीको हालत चाहिँ त्यस्तो छ फेरि त्यहाँ। धेरै समयपछिको होइन नेपालको बसाइको साउने सङ्क्रान्ति चाहिँ कसरी मनाइँदैछ भन्दा हेर्नु है, यहाँ दुबईबाटै ल्याएको क्याटलगले क्या लाउनुलाई त आउँदैन। त्यही भएर साउन चुरा नि लागिसक्यो, अस्तिदेखि चुरा चाहिँ लगाइसकेको। मेहन्दी चाहिँ यसले लाउँछ अरे, यो छिटो लगाइदियो भनेर उफ्रेको उफ्रै छ। ल यो दुईवटा मेहन्दी लाउने चाहिँ सङ्क्रान्तिका यही। ल उहाँ आमा, उहाँ चाहिँ छोरी छोरा छोरा मेहन्दी लाउने चाहिँ यताबाट स्टार्ट गर्नु पर्ला जस्तो चाहिँ। नआउनेहरूको लागि चाहिँ स्टिकरै काफी छ। ल मेहन्दी पनि सुती सुती दल्ने बेला हुन्छ। मेहन्दी चाहिँ लायो है, कस्तो लायो कस्तो कलर आयो भनेर चाहिँ सोच्नै नसक्ने गरीको कलर आएको छ। के अरे मेहन्दीको कलरले चाहिँ बुढाको माया छुट्टिने भन्छन् होइन त। खै यो पाराले त के भन्ने होला है। मेरो मेहन्दीको कलर देखेर चाहिँ नातिनु ल। म त सिना यहाँ हेर्न है कस्तो चाहिँ लाग्यो। रुनु कि हाँस्ने होला है यो बेलामा चाहिँ म। यहाँ हेर्नु त, साउने सङ्क्रान्तिको मेहन्दीले चाहिँ खत्रै माया देखाइरहेछ है बुढो। तर यो मेहन्दी चाहिँ के अरे खासै राम्रो रहेन रहेछ कि, त्यही भएर 1 घन्टा 1.5 घन्टा लाएर राखेर धुएको मेहन्दीको हालत यस्तो छ। फेरि लाउने बेला भयो, यस्तो भएपछि त रुनु कि हाँस्नु आज जस्तो लागिरहेको थियो। ठिकै छ, केही छैन, फेरि लाउनुपर्छ। यो मेरो मेहन्दीको कलर भन्दा त बरु यो मेरो ट्याटो दामी देख्छु म त। मेहन्दीको कलर देखेर बैराग चलेर हाम्रो आन्टी चाहिँ एनिमल्स लभर हुनुभयो। त्यस पछाडि हामी चाहिँ लाग्यौँ कुकुरलाई भात खुवाउनुको लागि। भाग्ने क्या डराएर नि। नेक्स्ट ब्लगमा मिल्नु होला है त। हस् त, धन्यवाद सबैलाई। आजलाई यति नै, बाई बाई, सी यू।